थुक्का खाने बानी अभियानमा सम्पूर्ण श्रमदाताहरू यसरी उत्साहजनक सहभागिता हुनुभएको छ। विभिन्न टोल विकास संस्थाबाट विभिन्न सङ्घ संस्थाबाट यसरी आइराख्नु भएको छ। हेर्नुहोस् उत्साहजनक सहभागिता यति धेरै उपस्थिति भइराख्नु भएको छ। आउने क्रम जारी नै छ। अझै पनि विभिन्न वडाका वडाध्यक्षहरू मेयर साहबहरू सम्पूर्ण आइसक्नु भएको छ। अझै आउने क्रम जारी नै छ। मेयर साहबको सम्बोधन सुरु भइरहेछ। हार्दिक नमस्कार छ मेरो। हार्दिक स्वागत गर्न चाहन्छु। हृदयदेखि हार्दिक सम्मान छ तपाईँहरूलाई। आज श्रम 12/2081 साल फागुन महिनाको 24 गते हामी श्रमदानमा उपस्थित भएका छौँ। सम्पूर्ण श्रमदाताजीहरूलाई हार्दिक नमन गर्न चाहन्छु, हार्दिक स्वागत सम्मान गर्न चाहन्छु। हामी यतिखेर बरा क्षेत्र नगरपालिकामै छौँ। यो खोल्सादेखि खोलादेखि उता मात्रै धरान। अब हाम्रो काम आज धरान पुग्छ, पाइप धरान पुग्छ। धरानदेखि नै सुरु भएर धरान नै पुग्छ। मुहान धरानमै भएको कारण म यहाँहरू सम्पूर्णलाई 2 मिनट जति चाहिँ एकदमै ध्यान दिएर साइडमा नबोलिकन, साथी सङ्गीसँग बातचित नगरिकन, नचलबलाइकन सुनिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। किनभने सेफ्टीसँग सम्बन्धित केही कुराहरू मैले यहाँहरूलाई भन्नै पर्छ। हरेक ठाउँमा जोखिम हुन्छ है। बाथरुमभित्र पनि जोखिम हुन्छ। चिप्लेर कहिले लडेर टाउको ठोकेर प्यारालाइज भएको घटनाहरू हाम्रो समाजमा छ कि छैन? पञ्चकन्या माध्यमिक विद्यालय धरान 17 रेलवे सुनसरीबाट पनि आउनुभएको छ। विद्यालयलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। आमा टोल विकास समिति धरान 11लाई हार्दिक धन्यवाद छ। श्रमदान के अरे सहभागिता भन्ने सहित नारा सहित धरान 17 पटनालीलाई धन्यवाद छ। खैरेली टोल विकास संस्था धरान 17लाई धन्यवाद।